नमस्कार दर्शकवृन्द, तपाईहरु सबैलाई हाम्रो नयाँ आईपीओ अपडेट च्यानलमा हार्दिक स्वागत छ। आज हामी एउटा धेरै नै चासोको विषय होटल सब्राना लिमिटेडको नयाँ आईपीओ अपडेट लिएर आएका छौं। नेपाल धितोपत्र बोर्डले कम्पनीको आईपीओ प्रस्तावलाई आफ्नो पाइपलाइन सूचीमा समावेश गरेपछि लगानीकर्ताहरूबीच यसप्रति ठूलो उत्साह देखिएको छ। यदि तपाई शेयर मार्केटमा रुचि राख्नुहुन्छ भने आजको भिडियो तपाईका लागि निकै उपयोगी हुनेछ। अन्त्यसम्म साथ दिनुहोस्। हामी तपाईलाई होटल सेब्रिना आईपीओ सम्बन्धी सबै ताजा र विश्वसनीय अपडेटहरू प्रस्तुत गर्नेछौं। नेपाल धितोपत्र बोर्ड सेबनले होटल सेब्रिना लिमिटेडको आईपीओ प्रस्ताव आफ्नो पाइपलाइनमा समावेश गरेको छ। कम्पनीले 47,04,000 किता शेयर प्रति शेयर 100 रुपैयाँ अंकित मूल्यमा निष्कासन गर्ने प्रस्ताव दर्ता गराएको छ। यस माध्यमबाट कम्पनीले करिब 47 करोड 4 लाख रुपैयाँ जुटाउनेछ। बिक्री प्रबन्धकको रूपमा एनआईसी एजिया क्यापिटल नियुक्त गरिएको छ। यो प्रस्ताव मङ्सिर 16, 2082 मा धितोपत्र बोर्डमा दर्ता भएको हो। सेबोनबाट स्वीकृति पाएपछि मात्र कम्पनीले सर्वसाधारणका लागि आईपीओ खोल्न पाउनेछ। होटल सब्रिना काठमाडौँको बुढा नीलकण्ठ 6 गणेश चोकमा अवस्थित छ। 2021 मा होटल क्रिटिक्स एन्ड ब्लगर्स एसोसिएसन तथा hotels.com ले यसलाई नेपालको उत्कृष्ट होटल घोषणा गरेका थिए। हाल होटल रोयल अर्किड होटलको रिजेन्टा प्लेस ब्रान्ड अन्तर्गत सञ्चालन भइरहेको छ। यो ब्रान्डले 48 भन्दा बढी स्थानमा 100 भन्दा बढी होटल सञ्चालन गर्छ। होटल सब्रिना यस ब्रान्ड अन्तर्गत पर्ने नेपालको पहिलो होटल हो। यो सँगै कम्पनीले गोल्डन ट्युलिप लुभसँग फ्रेन्चाइज सम्झौता गर्ने तयारी समेत गरिरहेको छ, जसको प्रस्ताव पुस 7 गतेको साधारण सभामा पेश हुनेछ। यो थियो होटल सब्रिना लिमिटेडको आईपीओ सम्बन्धी ताजा अपडेट। यदि तपाईलाई यी जानकारी उपयोगी लाग्यो भने कृपया लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद। अर्को नयाँ आईपीओ अपडेटमा फेरि भेटौँला।